नमस्ते, म मनोचिकित्सक डाक्टर रञ्जन थापा हुँ। नेपाल इन्स्टिच्युट अफ मेन्टल हेल्थ एनआइएमएचले विगत 3 वर्षदेखि विभिन्न मनोरोगहरूको बारेमा सचेतना कार्यक्रम चलाइरहेको छ। यसै क्रममा हामीले यो वर्ष चाहिँ साइकोसिस रोगको बारेमा सचेतना कार्यक्रम चलाउने निर्णय गरेका छौँ। साइकोसिस मनोरोग एक कडा किसिमको मनोरोग हो। यसमा बिमारीहरूले नभएको कुरा देख्ने, नभएको कुरा सुन्ने, गलत कुरा बोल्ने, अनौठो व्यवहार गर्ने, अनौठो बोली बोल्ने जस्ता लक्षणहरू देखाउँछन्। हुन त यो अरू रोग जस्तै हो, तर पनि हाम्रो समाजले नबुझेर होस् या अरू कारणले होस् यस्ता रोगीहरूलाई चारित्रिक दोषको रूपमा हेर्ने र उनीहरूलाई हेयको दृष्टिकोणले हेर्छ। त्यसैले गर्दा यी साइकोसिस भएका व्यक्तिहरू समाजबाट बहिष्कृत भएका हुन्छन्। एनआइएमएचले साइकोसिस मनोरोगको बारेमा सचेतना कार्यक्रम चलाएर यी मानिसहरूलाई पनि उपचारको मूलधारमा ल्याउने र उनीहरूलाई समाजमा समाविष्टकरण गर्ने निर्णय गरेको छ। त्यसैले साइकोसिस रोगको बारेमा जानलाई यो वर्षभरि एनआइएमएचको फेसबुक, इन्स्टाग्राम र युट्युब च्यानलहरूलाई हेर्नुहोला ताकि तपाईहरू सबैले साइकोसिसको बारेमा बुझ्न सक्नुहोस्। धन्यवाद, नमस्ते।